तपाईहरुको पनि साना साना नानी बाबुहरु छन्। ती साना साना नानी बाबुहरुलाई नुहाइदिन साथ चिसो लाग्ने, रुवाखोकी, ज्वरो आउने यस्तो यस्तो समस्या छ भने मेरो यो भिडियो पुरा हेर्नुस् है। यो मेरो आफ्नो अनुभव पनि भएको भएर म तपाईहरुलाई शेयर गर्दै छु। आज पनि शनिबारको दिन नानीको स्कुलको बिदा छ, त्यही भएर मैले नुहाइदिने तयार गर्दै छु। नुहाउनु भन्दा अगाडि मैले तोरीको तेल, जुन तेल मैले गाउँबाटै ल्याएको छु, अनि त्यो तेललाई मज्जाले तताइसकेपछि यसरी जिउभरि अनि टाउकोमा पनि सबैतिर मैले राम्रोसँग तेल मज्जाले लगाइदिन्छु, मसाज गरिदिन्छु। यसरी नुहाउनु भन्दा अगाडि नै तेल तताएर मज्जाले मालिस गरिसकेपछि बच्चालाई चिसो घुस्न पाउँदैन। अनि चिसो नघुसेपछि बच्चाहरू धेरै बिरामी हुने कुरै भएन। अब म बच्चालाई बाथरुममा नुहाउन लग्दैछु। मेरो बच्चालाई फेरि नुहाउन भनेपछि एकदमै खुसी हुन्छन्। नुहाउनको लागि मैले बेबी सेम्पू अनि बेबी साबुन लिए। मेरो नानीलाई नुहाउन चाहिँ एकदमै रहर लाग्छ। नुहाउन अनि घुम्न जान भनेपछि एकदमै खुसी रहर छ उनलाई। त्यो भएर पनि मलाई नुहाइदिन मजा आउँछ। अनि मैले चाहिँ सधैँ जहिले जतिचोटि नुहाइदिए पनि नुहाउनु भन्दा अगाडि यसरी तेल मज्जाले मसाज गरिदिएर मालिस गरिदिएर अनि नुहाइदिने गर्छु। नुहाउँदा चाहिँ सकेसम्म बच्चाहरूलाई तातो पानी नै प्रयोग गर्नुपर्छ। चिसो पानीले नुहाइदिँदाखेरि बच्चाहरू बिरामी हुन सक्छन्, चिसो घुस्न सक्छ। त्यो भएर मैले मनतातो पानी नै गर्मी महिनामै भए पनि अहिले पनि मनतातो पानी नै प्रयोग गर्ने गर्छु। मैले नुहाइदिएर पुरै सफा गरिसकेपछि उनलाई आफूले पनि नुहाउनु पर्ने हुन्छ। लास्टमा 2-3 चोटि पानी उनले हाल्नै पर्छ। त्यो भएर मैले अलिकति पानी उनको लागि छुट्याएर राखिदिन्छु। यसरी आफै नुहाउन पाएनन् भने उनी एकदमै रिसाउँछिन्, रोन्छिन्, झगडा गर्छिन्। यसरी आफै नुहाउन पाएपछि त फेरि एकदमै खुसी हुन्छन्। बच्चाको खुसी नै हाम्रो खुसी हो, बच्चालाई त खुसी राख्नै पर्यो। त्यो भएर अलिकति पानीले उनलाई लास्टमा मैले नुहाउन दिन्छु। अनि नुहाइसकेपछि मैले चाहिँ यसरी टावलले राम्रोसँग पुछिसकेपछि उनलाई बल्ल मैले पाउडर लगाइदिन्छु। गर्मी महिना छ, अलिकति पाउडर लगायो भने किरा फट्याङ्ग्राहरू, मच्छरहरू यिनीहरू पनि अलिकति टाढा भाग्छन्। त्यही भएर मैले पाउडर लगाइदिन्छु। अनि यसरी कपडा लगाइदिइसकेपछि अलिकति हातखुट्टामा चाहिँ लोसन लगाइदिन्छु। अलिकति अप्ठ्यारो मुख कक्रक्क भए जस्तो हुन्छ हातखुट्टाहरू, त्यो भएर मैले अलिकति लोसन लगाइदिन्छु। यसरी बच्चाहरूलाई नुहाउनु भन्दा अगाडि नै तेल मज्जाले लगाइदिनु होला। बच्चाहरू एकदमै कम बिरामी हुन्छन्, चिसो घुस्दैन। मैले यही जानकारीको लागि यो भिडियो बनाएको हुँ। धन्यवाद।